ल त नि गाइज फेरि पनि स्वागत छ तपाईँहरूलाई मेरो छोटो अनि मिठो भ्लगमा। म सन्चै छु, हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्दै आज चाहिँ भाइ र म बाहिर लाग्दैछौँ टक्क लाएर वाटरवर्ल्ड तर्फ। किन जान लागेको भन्ने त भिडियो हेरेपछि थाहा पाइहाल्नुहुन्छ। त्यतिकैमा हामी लाग्छौँ हेन्सी दाईको अटो चढेर सालजान्डी तर्फ। एकैछिनको यात्रापछि हामी पुग्छौँ कलौनी। त्यहाँ चाहिँ साथी पनि थिए, साथीलाई पनि लिगेर हामी पुग्छौँ वाटरवर्ल्ड। त्यहाँ पुगिसकेपछि हाम्रो त काम फेरि सुरु भइहाल्छ। यता चाहिँ साथीहरू आफ्नो काम गरिरहेका थिए। रिसेप्सन पार्टी भएर होला, यता चाहिँ खत्रै डेकोरेसन भइरहेको थियो। डेकोरेसन मात्र नभएर सेटअप पनि बवाल नै थियो। सबै सेटअप सकिएपछि यहाँ स्टार्ट हुन्छ अब खाना। सबैजना खाना चाहिँ मिठो मानेर खाइरहनु भएको थियो। त्यतिकैमा यता चाहिँ भिडियो सुट चलिरहेको थियो। हामी चाहिँ यता बसेर हेरिरहेका थियौँ। एकैछिनको रमाइलो पछि पार्टी पनि सकियो। त्यसपछि हामी फेरि लाग्छौँ आफ्नो कामतर्फ। काम गरेर सकिसकेपछि हामी लाग्छौँ घरतर्फ। आजलाई यति नै। भिडियो अन्तिमसम्म हेरेकोमा सम्पूर्णलाई धेरै धेरै धन्यवाद। भिडियोमा लाइक अनि एउटा छोटो अनि मिठो कमेन्ट पनि गरिदिनु है त गाइस।